विशालजी यहाँलाई newspage3.com मा स्वागत छ। थ्याङ्क यू सो मच। के गर्दै हुनुहुन्छ अहिले? अहिले अब कबड्डीको रिलिजको लागि अलि व्यस्त, आफ्नै स्क्रिप्टमा पनि काम गरिरहेको छु। फिल्म बनाउने बेला भइसक्यो जस्तो लागिरहेको छ। भनेपछि भर्खरै राष्ट्रिय चलचित्र पुरस्कारबाट पनि सम्मानित हुनुभयो। फिल्म टलकजङ भर्सेस टुल्के मार्फत के भन्नुहुन्छ? आई थिङ्क पुरस्कार पाएपछि तपाईँको यो पहिलो मिलिया फेस होला होइन? हजुर हजुर। के भन्नुहुन्छ? अनि खुसी लागेको छ मलाई होइन, त्यो राष्ट्रिय स्तरबाट चाहिँ रेकगनाइज भयो र सम्मान गरिदिनु भयो, एकदम खुसी लागिरहेको छ मलाई। अनि त्यो समयमा अब राष्ट्रपतिको हातबाट थाप्न पाइएन, अब त्यो सुटिङमा थियो त्यस्तो कारणले गर्दा त्यो कुरो चाहिँ अब रिग्रेट चाहिँ मलाई भइ नै रहन्छ जहिले पनि। अनि खुसी छु, काम गर्दै गयो भने सायद रेकग्निसन पनि हुँदै जान्छ होला। फोकस काममै बेसी गरियो भने सायद राम्रै हुन्छ होला। सो आई किप अन। भनेपछि यो पुरस्कार वितरणलाई लिएर विभिन्न खालको अलिकति विवाद पनि आयो। विवादलाई तपाईँले कसरी हेर्नु भएको छ? अनि हरेक पुरस्कारमा विवाद आउँछ होइन, किनभने योभन्दा अघिल्लो साल हुँदाखेरि एकैचोटि जुन 3-4 वर्षको एकैचोटि दिएको थियो र कति कुराहरू कन्ट्रोभर्सियल थियो, त्यो कुराहरूले गरेर पनि नराम्रो लाग्छ होइन। यस्तो अवार्डहरू सकेसम्म विवाद रहित होस् भन्ने नै चाहना हुन्छ जहिले पनि। र भइसके पछाडि चाहिँ विवादहरू आउँछ र त्यो विवाद आउनुको पछाडि पनि अलिकति केही चिज ट्रुथहरू हो भने चाहिँ प्रुफसहित बाहिर निकाल्दै राम्रो हुन्थ्यो। तर यहाँ अस्तिको अवार्डमा चाहिँ कस्तो दुईजना एक्ट्रेसहरूलाई लिएर जुन चिजहरू गरियो, इभन एक्टरकोमा गरियो, तर एक्ट्रेसहरूको मामलामा चाहिँ कस्तो हुन्छ एकदम सेन्सिटिभ चिजहरू हुन्छ, मान्छेहरूले जज गरिदिइहाल्छ। के अरे उसको इमेजमा नै धक्का लाग्ने किसिमको चिजहरू हुन्छ। त्यस्तो चिज लेखिदिँदाखेरि चाहिँ कसैको के अरे न्युज सेल होला, तर कसैको लाइफ बर्बाद हुनसक्छ क्या त्यहाँनिर। तर यस्तो चिजहरू, यस्तो सेन्सिटिभ चिजहरू चाहिँ अलिकति ख्याल गरिदिनुपर्छ कि जस्तो मलाई लाग्छ होइन। जस्तो तपाईँकै फिल्मबाट पनि खगेन्द्रजीले पाउनु पर्थ्यो भन्ने कुरा आयो र अर्को चाहिँ दयाहाङजीले पाएको पनि कबड्डीबाट पाइदिएको भए राम्रो हुन्थ्यो भन्ने कुरा आयो। तपाईँलाई के लाग्छ? अनि यो मलाई पनि मन परेको त कस्तो थियो भने चाहिँ सम्बोधनभन्दा कबड्डीमा चाहिँ अहिलेसम्म दादाले गरेको एकदम राम्रो पर्फर्मेन्स थियो होइन, त्यसबाट डिजर्भिङ हुनुहुन्थ्यो नै जस्तो लाग्थ्यो। अनि त्यो भएन भने खगेन दाइले टलकजङ भर्सेस टुल्केबाट जे पाउनु भएको भयो भने म दुईजना पाएको पनि एकदमै खुसी हुन्थेँ होइन। अनि त्यो भयो, मलाई पनि अलिकति कस्तो चाहिँ भएको थियो होइन, किनभने म फिल्म हेरेर चाहिँ सिधा भन्दाखेरि म दाइसँग कुरा गर्छु, दाइ यो तपाईँको बेस्ट पर्फर्मेन्स थिएन भनेर मैले भनेको थिएँ दाइलाई। सो यो हुँदाखेरि हामी जज गर्ने त जज हामी होइन होइन, त्यो भएर मेरो पर्सनल ओपिनियन यस्तो हुन्छ, तर जज गर्ने मान्छेहरूको आफ्नो आफ्नो ओपिनियन हुनसक्छ। सो उहाँहरूले जे भन्नुहुन्छ अब ठिकै हो भन्ने मात्रै त हो नि। हामीले त कन्ट्रोभर्सीहरूलाई त अब हामीले प्रमोट गर्न नि मिलेन, डिमोट गर्न नि मिलेन, जे जस्तो आउँछ एक्सेप्ट गर्ने त हो नि। खास तपाईँ बिहे पनि गर्दै हुनुहुन्छ अरे हो? अब त्यो अब बुढो हुन थालिसक्यो जस्तो लागिरहेछ होइन। घरबाट धेरै अगाडिदेखि प्रेसरहरू भइरहेको थियो, अब कामलाई फोकस एकदम धेरै दिइरहेको थिएँ मैले। अनि अलिकति कुरा घरबाट चाहिँ गर्नुभएको थियो, मैले ल गर्ने त्यो गर्ने केटीहरू खोज्नु, म त अब तयार छु भन्ने कुराहरू भएको थियो। फ्यामिलीले कुरा उठाउनु भएर मैले कुरा उठायो। जुन तपाईँको बिहेको कुरा चाहिँ हाम्रो स्वस्तिमा खड्काजीसँग नाम जोडेर आइरहेको थियो, सत्य हो? अनि यसलाई अब सत्य भन्ने कि असत्य भन्ने होइन, कुरा भएको हो होइन, चिन्जान छ। अनि अब पछि बिहे हुन्छ हुँदैन भन्ने कुरो चाहिँ अझै पनि भन्न सकिँदैन होइन। यो कुरा मिल्नु पऱ्यो, धेरै कुराहरू फ्यामिलीले मिलाउने कुराहरू, यो फ्यामिली म्याटरहरू हो। त्यो भएर अब हुन्छ हुँदैन भनेर चाहिँ म आफै अहिले भन्न सक्ने स्थितिमा चाहिँ। प्रक्रिया कहाँ पुगेको छ? त्यो चाहिँ मेरो बुवालाई मम्मीलाई सोध्नुपर्छ होला। भनेको अहिलेको जमाना पनि बुवा आमाको हातमा छोडिदिनु चाहिँ किन भएको? होइन, बुवा आमाको हातमा छोड्ने भन्दा नि आफ्नो पनि त्यहाँनिर चोइसको कुरा हुन्छ होइन। उहाँले भनिसके पछाडि चाहिँ केटी को हो होइन, मैले केटी मन पराएर भने केटीले मलाई मन पराउनु पऱ्यो, उसको फ्यामिलीले पनि एक्सेप्ट गर्नु पऱ्यो। यदि के अरे दाम्पत्य जीवन पछिसम्म नै राम्रो बनाउने हो भने त सायद अलि पुरै ब्रोडर पर्सपेक्टिभमा हेर्दा नै राम्रो हुन्छ होला। किनभने हाम्रो जोइन्ट फ्यामिली एकदम ठुलो फ्यामिलीहरू छ होइन, अनि सबैसँग सल्लाह लिनु नै राम्रो हुन्छ होला। सबैको त्यही नै गर्दा बेटर हुन्छ जस्तो लागेर मात्रै हो। केटी पक्षबाट चाहिँ कस्तो कुरा आएको छ? राम्रै हो, त्यो पनि मलाई थाहा छैन। भनेपछि तपाईँहरू दुईजना कहिलेसम्म फेस टु फेस कुराकानी के त्यस्तो भएको छ? जाने कुरा गर्छु, किनभने पहिलेदेखि नै चिन्जान हो अनि राम्रै कुराहरू भइरहेको हुन्छ। अनि यस्तो कुराहरू भइरहेछ भन्दाखेरि चाहिँ कुराहरू हुन्छ। अब त्योभन्दा धेरै त के भन्ने प्रब्लम होइन। अब कुरा मिल्ने जस्तो भयो भने अभियसली कुराहरू राम्रो हिसाबले नै ल्याउँछु होला। अब मिलेन भने चाहिँ कसैको एटलिस्ट के अरे नाम जोडिँदाखेरि र म अलिकति कस्तो भनेपछि एक किसिमको अलिकति पब्लिकमा धेरै नाम गइरहने भएको हुनाले चाहिँ कोही नाम जोडेर आउँदाखेरि पछि इनकेस केही नराम्रो भयो भने दुईजनालाई एकदम अलिकति ह्याम्पर गर्छ होइन। त्यो भएर मात्र मैले यो चिजहरूमा त्यति धेरै नभने। भनेपछि मिडियामा आएको कुराहरूबाट तपाईँ त्यति धेरै सन्तुष्ट हुनुहुन्न हो? छैन, किनभने सिम्पल चिज कुरा भइरहेछ फ्यामिलीमा भन्ने कुराहरू ठिकै हो होइन, तर त्योभन्दा बाहेक अरू
यति धेरै न्युजहरू हेरेको छु मैले जहाँ चाहिँ अगाडि पछाडि धेरै चिजहरू जोडेर लेख्नु भएको छ त्यो चिज देखेर चाहिँ मान्छेले हामीलाई पब्लिक फिगर भनेर हेर्ने मान्छेहरूले चाहिँ त्यो चिज पढेर चाहिँ हामीलाई जज गरिदिन्छ कि अनि त्यो गर्दाखेरि हामीले गरिरहेको कामबाट जजमेन्ट नभएर कि हाम्रो पर्सनल लाइफबाट जज गरिदिन्छ त्यो चाहिँ सायद अलिकति नराम्रो लाग्यो मलाई के छ तपाईँले निर्देशन गर्ने अर्को फिल्मको तयारी कहाँ पुगेको छ त्यो स्क्रिप्टको फर्स्ट हाफ लगभग सिद्धिन लाग्छ अनि सायद यो पुसमाघतिरको टाइम पारेर सुट गर्ने भन्ने खालको प्लान भइरहेछ हेर्दैछौँ कहाँसम्म त्यो स्क्रिप्ट रेडी चित्त नबुझिन्जेलसम्म चाहिँ अब के गर्छ भनेर गर्दिनँ तर अभियसली मैले रेगुलरली फिल्म गर्नुपर्छ र गर्छु नि होला लुट बनाउनुहुन्छ कि टलकजङ भर्सेस टुल्के बनाउनुहुन्छ दुइटै बनाउँदिनँ सायद अर्को नै के गर्छ होला गर्ने चिजहरू गरिसकेको छु नयाँ चिज गर्न पाइनँ भने सायद काममा त्यति मजा नै हुँदैन होला हेर्ने मान्छेलाई पनि नयाँ चिज दिन सक्नु पऱ्यो अलिकति थ्याङ्क यू भेरी मच थ्याङ्क यू सो मच